हेलो ममाज, आज चाहिँ हामी होममेड सेरेलेक बनाऊँ है त। मेरो बेबी चाहिँ 7 मन्थ कम्प्लिट भएर 8 मन्थ रनिङ छ आजबाट। म चाहिँ उसको लागि अब होममेड सेरेलेक बनाउन जाँदैछु। यसमा चाहिँ मैले 1 कप चामल हालेँ, हाफ कप चाहिँ मैले यो मुसुरोको दाल लिएँ, त्यसपछि हाफ कप चाहिँ यो मुङको दाल, त्यो मुङको दाल, मुसुरोको दाल अनि यो चामललाई चाहिँ मैले एकै ठाउँमा यसरी मिक्स गरेँ। अब यसलाई म धोएर पखालेर सुकाउँछु। पखालिसकेपछि चाहिँ यो दाल र चामललाई म एउटा सुतीको पातलो सलमा हालेर सुकाउन राखिदिन्छु। यसरी पातलो गरेर मैले यस्तो तातो घाममा सुकाउन हालिदिन्छु। अब चाहिँ एड गर्नको लागि एक्स्ट्रा सामानहरू राखौँ है त। मैले यो सुजी राखेँ, अलिकति मखनाको चाहिँ मैले अलरेडी पेस्ट बनाएर राखेको थिएँ। यो चाहिँ म रोस्ट गर्दिनँ किनभने मैले यो अलरेडी रोस्ट गरेर अनि पिसेर राखेको हो। अलिकति चिउरा पनि एड गर्छु। यो हाई लाइफको चिउरा चाहिँ एकदम राम्रो छ गाइस, एकदम पातलोवाला। मैले अलिकति ओट्स पनि मिक्स गरेँ। अब पालो नट्सको, अलिकति काजु, अलिकति बदाम, अलिकति ओखर अनि अलिकति पम्पकिन सिड एड गरेँ। मैले अलिकति यो दालचिनी पनि एड गरेँ। मैले यो नट्सहरूलाई छुट्टा छुट्टै रोस्ट गर्छु। रोस्ट गर्ने बेलामा चाहिँ मैले यो नट्सहरू रोस्ट गर्ने बेलामा छुट्टा छुट्टै गरे पनि मिक्सचर गर्ने बेलामा चाहिँ एकै ठाउँमा राखेर ग्राइन्ड गर्छु। अब चाहिँ पालो चिउरा, सुजी र ओट्सको यो मखनाको पाउडर चाहिँ अलरेडी रोस्ट गरेर पिसेको भएर यो मैले चाहिँ मिक्स गर्ने बेलामा मात्रै राख्छु। सबै कुरा चाहिँ यसरी लो फ्लेममा रोस्ट गर्दै जाने। हजुरहरूले चाहिँ कराईमा पनि भुट्न सक्नुहुन्छ है। मैले चाहिँ यो दिउरीमा एकदम सजिलो हुने भएर दिउरीमै रोस्ट गरेँ। सबै कुरा यसरी रोस्ट गरिसकेपछि मैले मिक्स गरिदिएँ। अब पालो दाल चामलको यसरी मजाले सुकिसकेपछि, दाल चामल चाहिँ अलि बढी छ त्यही भएर म यसलाई चाहिँ कराईमा रोस्ट गर्छु। यो चाहिँ मैले 2 पटक गरेर रोस्ट गर्छु। मलाई यो दाल र चामल चाहिँ अलि बढी हुन्छ जस्तो लाग्यो, त्यही भएर म एकचोटिको मात्रै ग्राइन्ड गर्ने विचार गरेँ। यतिको रोस्ट भइसकेपछि चाहिँ अब हाम्रो सबै सेरेलेकको सामानहरू रेडी भयो। हाम्रो सेरेलेकको लागि सबै सामान चाहिँ रेडी भइसक्यो। अब पालो मिक्सरमा ग्राइन्ड गर्ने। सुरुमा चाहिँ म नट्सहरू ग्राइन्ड गर्छु। अब चाहिँ पालो यो रोस्ट गरेर राखेको चिउरा, ओट्स र सुजीको। अब लास्टमा दाल चामल। हाम्रो सेरेलेक चाहिँ रेडी भइसकेको छ। अब यसलाई चाहिँ एउटा भाँडामा राखेर मजाले मिक्स गर्ने अनि त्यो मखनाको पाउडर पनि यसमा एड गर्ने। रेडी भएको सेरेलेक चाहिँ मैले यसरी बट्टामा हालेर स्टोर गरेर राख्छु। मैले चाहिँ एसएमएको भाँडामा राखेको छु। यो चाहिँ एकदम एयर टाइट छ। अनि यो सेरेलेकमा चाहिँ कुनै पनि साल्ट, सुगर चाहिँ एड हुँदैन किनभने हाम्रो बेबी 1 वर्ष नपुगेसम्म चाहिँ साल्ट र सुगर दिनु हुँदैन। हजुरहरूले टेस्टको लागि चाहिँ यसमा डेट्स अनि त्यसपछि मिक्स फ्रुटहरू एड गरेर बनाएर दिन सक्नुहुन्छ। बनाएको बेलामा चाहिँ सकेसम्म होममेड सेरेलेक बनाउँदाखेरि चाहिँ 15 देखि 20 दिनलाई पुग्ने या म्याक्स 1 महिनालाई पुग्ने मात्रै बनाउँदा हुन्छ। अनि इफ हजुरहरू खाली हुनुहुन्छ, बिजी हुनुहुन्न भने प्याकेटवाला सेरेलेक चाहिँ नबनाउनु होला, घरमै बनाएर खान दिनु होला, एकदम राम्रो हुन्छ। अब बिजी हुनुहुन्छ भने त यो बनाउने टाइम पनि हुँदैन। थ्याङ्क यू सो मच अल। हजुरलाई हेल्पफुल भयो होला यो भिडियो। मैले पनि टिकटकबाट हेरेर बनाउन सिकेको हो। थ्याङ्क यू सो मच फर वाचिङ। बाइ बाइ अल।